नमस्ते र गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी 4 बजे दिदीबहिनी एकदम रेडी भएर नुहाउँदै गरेर कहाँ जाँदैछौँ भन्दा चाहिँ अहिले उज्यालो नै हुन्छौँ। एकदम लालगढ भन्ने जग्गा जाँदैछौँ। लालगढमा चाहिँ स्किनको एउटा हस्पिटल छ जहाँ चाहिँ मेरो दिदीलाई अलिकति स्किन प्रब्लम भएर चाहिँ हामी त्यत्रो टाढो जानु आँटेको। यहाँभन्दा चाहिँ त्यहाँ एकदम राम्रो हुन्छ भनेर चाहिँ त्यहाँ फेरि यहाँ मेडिकल स्टोरमा दिँदा उल्टी आउँछ नि त, उल्टीको दबाई त लिनु पऱ्यो। त्यहाँदेखि एकदम देख्न सक्नुहुन्छ हामी जाँदैछौँ पुरा। अहिले तपाईँहरूलाई म यति सर्ट मात्रै देखाउँछु, त्यहाँदेखि त मेरो हालत बेहालत भएको थियो जाँदा जाँदै। त्यहाँदेखि एकैचोटि म पुगेँ कोसीको अलिकति यो तपाईँ भ्यू देख्न सक्नुहुन्छ। दामी कोसी चाहिँ मतलब हेर्दा चाहिँ दामी, तर छेउबाट हेर्दा चाहिँ कस्तो डर लाग्ने क्या। मेरो त्यस्तो मुटु कमजोर भएर होला यस्तो पुरा पानी पनि गद्लुङ 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 कस्तरी बगिरहेको यत्रो ठुलो क्या। तर यहाँ चाहिँ कहिले घटना भइरहेको हुन्छ। म तपाईँहरूलाई देखाउँछु ल। पुलिस ड्याम्मै थियो आज पनि कोसीमा, मान्छे डुबे के भन्नु हुँदै थियो हौ। त्यहाँ एकछिन बस रोकेको थियो नि त, बिचरा को होला, कसको फ्यामिली होला, कसरी डुब्यो त्यस्तो चाहिँ नहुनु नि। किन मान्छेहरू त्यस्तो होला है। अनि त्यहाँदेखि चाहिँ बल्ल तल्ल हामी पुग्यौँ लालगढ। यो लालगढ पुग्नु चाहिँ हामीलाई आमामामामामा 7-8 घन्टाभन्दा उपर लाग्यो होला। त्यति बिहान हामी निक्लेको मान्छे हेर्नु त, भर्खर बेलुका साँझ पर्ने बेलामा चाहिँ पुगेको हस्पिटल। तर पनि हाम्रो गुड लक, झन्डै बन्द हुन आँट्दा पनि बिचरा यो मान्छेहरू हुन्छ। अब यतिको लाइन, यहाँ चाहिँ यति लाइन डरलाग्दो भिड हुन्छ नि, तर यतिको हुँदा चाहिँ हामी पुगेको बेलुका टाइममा पनि हामीले भेट्यौँ। चेकअप पनि भयो सबै थोक, झन्डै फटाफट यो रुमदेखि त्यो रुम, त्यो रुमदेखि त्यो रुम पठाए पनि जे गरे पनि, तर फटाफट चाहिँ भयो क्या हाम्रो काम चाहिँ, जेको लागि हामी गएको। त्यहाँदेखि हामी एकदम निक्ल्यौँ। हेर्नु त कति साँझ परिसक्नु आँटेको छ। यो नेपालको घामले मात्रै यस्तो देखेको, तर कस्तो बेलुका भइसक्नु आँटेको थियो। त्यहाँदेखि चाहिँ हामी गएर होटल बुक गरेर एकदम नुहाउँदै गएर फ्रेस भएर निक्लेँ। म होटल बुक गरेको चाहिँ मैले क्लिप खिच्न पाइनँ किनभने फोन भयो स्विच छ। त्यहाँदेखि मेरो दिदीलाई चाहिँ पुरा मेरो त कस्तो घरको याद आयो अरे। मेरो दिदी चाहिँ मभन्दा फर्स्ट फ्रेस हुनुभयो नि त भन्नु हुँदैछ हो। अन्त मैले चाहिँ दिदी छोड्नु न, अब भोलि गइ त हाल्ने हो। एकदम दिदी बहिनी बल्ल बल्ल साथमा बस्नु भएको, चिल गर्नुपर्छ भनेको। दिदी कहाँ चिल गर्ने। त्यहाँदेखि म आउँदैछु रेडी जस्तो सुकै होस्, तर मेकअप त गर्नै पऱ्यो, बिमार होस् चाहे जे चाहिँ। केटीहरूको चाहिँ के कमजोरी होला है, म त छक्कै पर्छु। त्यहाँदेखि म दिदीलाई भन्दैछु तपाईँ नसुर्ताउनु, भोलि त हामी घर गइहाल्छौँ भने म पनि भन्दैछु दिदीलाई। मेरो मम्मीको चाहिँ धेरै याद आयो दी भन्दै, किनभने मम्मी बिमार हुन्छ नि त। फेरि यता दिदीलाई पनि हस्पिटल देखाउनु जरुरी थियो। त्यहाँदेखि चाहिँ हामी तल खाना खानु गयौँ। खाना खानु जाँदाखेरि चाहिँ मैले भने दी सब्जी मासु होला, तपाईँ मासुको सब्जी नखानु। हामीले चाहिँ अर्डर गरेको थियौँ चिकन र राइस, तर दिदीले चाहिँ होस् म त खान्छु आज लास्ट, त्यहाँदेखि बोल्दैन तपाईँ खानु पऱ्यो भने चाहिँ खाँदिनँ अरे नि त। मेरो दिदी चाहिँ मासु लभर हो क्या, एकदम मासु बिगर चाहिँ उसलाई खानै रुच्दैन। त्यहाँदेखि हामी दिदी पनि गफ गर्दै गर्दै तल देख्न सक्नुहुन्छ खाना खाने जग्गामा गयौँ। खाना खाने जग्गामा टक्क गइसकेपछि हामीले खाना अर्डर त अलरेडी गरेकै थियौँ भाइले। अन्त नेक्स्टमा खाना पनि ल्याइदिनु भयो, थकाली खाना हो। देख्नुभयो मासु त साइडमा हुनैपर्छ जस्तो सुकै होस्। त्यहाँदेखि चाहिँ हामीले खानाहरू खाएर एकदम हो मजाले खानासाना खाएर फेरि हामी फर्क्यौँ रुमको तर्फ। अनि म दिदीलाई रुमको चाबी दिँदैछु, दिए खोल्नु भनेर। हाम्रो चाहिँ 204 नम्बरको रुम लेख्थ्यौँ नि त हामीले, त्यही छेउकै। जस्ट मलाई यहाँको होटल चाहिँ एकदमै मन पर्यो, खानादेखि लिएर राम्रो रहेछ क्या फेसिलिटीहरू। नत्र कुनै होटलमा खाना मिठो हुँदैन, यहाँ त एकदम खाना पनि राम्रो र सेफ पनि क्या एकदम। अब हामी दुईजना छोरी मान्छे मात्रै, कस्तो मतलब एकदम केयर खालको क्या स्टाफहरू पनि। त्यहाँदेखि चाहिँ हामी रुम पुगेर दिदीले भन्दैछ बुनु आज त म पुरा थाकेँ, मेरो हालत कस्तो भयो, नानीहरू घरमा के गर्दै होला। अन्त मैले दिदी तपाईँ नसुर्ताउनु न, अब हामी चिलमा सुत्नुपर्छ भनेर मैले चाहिँ सबैलाई भने गुड नाइट र बाई।